आजको हाम्रो केटिएम राइडको चाहिँ जानलाई हामी रेडी छौँ। घरदेखि दाजुभाइ निस्कियो अन्त टक्क सबैजना सोरुममा भेला भइसक्यो होला। मैले चाहिँ फर्म भरेको थिएन, भाइले चाहिँ भरेको थियो। इन्स्ट्यान्ट गर्नु दिन्छ भन्दै थियो, भन्दा चाहिँ चाबी बिर्सेछु। कहाँ छ चाबी मेरो बाइकको? ल चाबी नै छैन त। बाइकमै छ कि हो। अनि केटाहरू पर्खिरह होला। ल बाइकको चाबी छैन है भाइ मेरो, नजा भनेको हो के हो। दाजुभाइ निस्कियो। अब नयाँ केटिएम अनि पुरानो लटको केटिएम। लेट्स गो। चाहिँ अहिले भर्खरै सोरुम आइपुग्यो, सबैजना रेडी हुँदै रहेछ। हामी पनि टी सर्ट पाइयो केटिएमको। चिया नास्ताको व्यवस्था रहेको छ अनि सबैजना बाइकहरू हाम्रो रेडी छ। केटिएमको कुन मोडल चाहियो? मेरो चाहिँ अलिक युनिक छ है, ग्रिन। हाम्रो नयाँ शशि भाइको 250 सब गाडी रेडी। तपाईँले मात्र होइन, हामीले पनि होइन, तपाईँलाई मात्रै हामीले चाहिँ डिसिप्लिन गर्ने भनेर चाहिँ हामीले चाहिँ उ गरेर भयो त भएन नि त होइन। त्यही भएर हामी लगाएर सबैजना लगाएर हामी पनि हामी सबैले डिसिप्लिन गरेर हेर्नुपर्ने हुन्छ होइन। राइडमा केही कुराहरू रुल्स एन्ड रेगुलेसन हुन्छ होइन, त्यो हजुरलाई माइतीवटा कुराहरू सायद सबैजना म्याक्सिमम मान्छे त लाग्यो। हामी राइडरहरू चाहिँ माथि पुगिसक्यो। लाग्यो गाडी पुगेको छ। हाम्रो चाहिँ फ्युल हाल्ने कार्य हुँदैछ यहाँ 0 पोइन्टदेखि मास्तिर। मनी लाइनमा बसिरहेको छु। अब चाहिँ हामी खाना खाने ठाउँमा नाम चाहिँ आइसक्यो। अल राइडर्स आर हियर। हाम्रो एकजना मात्र लेडी राइडर हुनुहुन्छ हाम्रो 17को। लिक्विड छैन होला नि त भित्र। हामीले ऊ बोकिएर फर्स्ट सेफ्टी यो चाहिने रहेछ गाइस। त्यो ठाने चाहिँ टक्क बोक्नु पर्ने रहेछ। हाम्रो 390 घाइते भएको छ। कम्पनीको मात्रै नभएर कम्पनी मालिकको उहाँको यसरी बन्द हुनु, यसरी बिग्रिनु। हाम्रो वेलकमिङको लागि उहाँहरू चाहिँ रेडी भइराख्नु भएको रहेछ। अल स्टिकर्स हियर राइडर्सहरूको। ल थ्याङ्क यू दाजुलाई वेलकम छ। ल एकदमै त ओके। ल हामी चाहिँ खदासदा लगाएर निस्कियो माथि। आजको हाम्रो लन्च चाहिँ यहीँ हुनेछ। हाम्रो लन्च टक्क यहाँ हाम्रो दिदीले रेडी गरिदिनु भएको रहेछ। सेल्फ सर्भिस हो। राइस, दाल, सब्जी अर्ग्यानिक, आलु। यसलाई चाहिँ कता हटाउने? यसलाई तल राख। एन्ड देन मासु चाहिँ यहाँ सेक्सी पारामा आयो है त। ल च्वाट्टा लाएर
धुँदै गरेको पाउडरहरू पखाउनु पर्यो नि यहाँको कस्तो छ हौ सर टेस्ट ओ भाइ सर कस्तो छ दामी मासु छ राम्रो भाइ लडेको छ हान्नु पर्यो ल्याम्प राइस चाहिँ फेरि दरवा हानिन्छ आज दाजुभाइ ल्याम्पमा बसेर होइन कस्तो हुन्छ फर्स्ट बाइट हानौँ है त मिठो छ चोखो 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 बसौँ आउनु छ दामी छ है टेस्ट यस्तो चिसो भ्यूमा खानु कति मजा आउँछ त एकदम सरको लागि स्पेसल अम्लेट पनि होइन त यत्तिको सुविधा चाहिँ हुनु पर्यो शशी भाइले आज के हो खाना प्लस भन्दैछ त आमा के हो शशी आज त जाँदो रहेछ त कति बज्यो अहिले टाइम पनि ढिलै भएर हो क्या ल अब चाहिँ हामी नाम्चेको खानासँगै हामी हिँड्न लाग्यो रेडी लेट्स गो राइडर्स ल ग्याङ हामी चाहिँ आइपुग्यो राजा रानी भन्ने ठाउँ हामी चाहिँ गेमको लागि रेडी होइन त अब चट्ट ल अब चाहिँ हामी फर्किन लाग्यो समस्या